गाइस पानी पर्यो पानी परिरहेछ पुरै। अहिले पनि बाख्रा गोठाले नै हिँड्नु त हिँड्यो हो, तर मम्मीले अगाडि बाख्रा चाहिँ लगिसक्नु हो। अनि आज त्यही हो, बिहान उतै बसेँ हिजो चाहिँ म उता गएको नि त, हिजोको लास्ट भिडियो गरेर हिजो हाल्नुपर्ने भिडियो आज हालिदिएँ। किनभने यस्तो भयो नि त, हिजो उता गएको थियो, अलिअलि खाइदिएको थियो, त्यस्तो जोस जागर नि चलेन क्या भिडियो हाल्ने नि। एडिट मैले गरिसकेको थिएँ, हिजै सेभ गरेर पुरै राखिसकेको थियो। अनि यो अपलोड गर्न बाँकी थियो। अनि आज आएर थम्नेल बन्नै बनेन। अब त्यही हो, हेर्दै गर्नुहोस् होइन। अब हिजोको भिडियो जतिजनाले हेरिदिनु भयो थ्याङ्क यू होइन। आजको पनि हेर्दै हुनुहुन्छ भने होइन। यस्तै छ, अब पानी परेर आजभोलि लास्ट पानी परिरहेछ। अब दसैँ नै भनौँ, खै बर्खायाम चलिरहेको जस्तो लाग्नु थाल्यो। अब त पानी निको भइसक्नु पर्ने हो खासमा त, त्यही नि परिरहेछ। खै के हो मौसम परिवर्तन भएकोले होला, जलवायु परिवर्तनको कारण हुने होला सायद, पानी पुरै परिरहेछ होइन। अहिले म चाहिँ जाँदैछु रोड। मम्मीले अघि बाख्रा चाहिँ खोलेर लगिसक्नु, फर्केर पनि आइसकेको छैन। एउटा बाख्रा त्यो पर चाहिँ अलिक बुढी छ क्या, बुढीमा हो त्यो चाहिँ। अस्ति नै हराएर बेलुका खोज्न गएको थियो, यता फेरि खोर छेउमै रहेछ। त्यति बेला बाख्रामाथि खोज्दातिरै होला भनेर म चाहिँ फेरि खोज्न फर्केँ क्या। तर खै कुन बाटो झऱ्यो, अरू त सबै खेदाउँदै लिएँ। अनि त्यो दिन नै यस्तो भयो, त्यही बेला मैले भिडियो इन गरिदिएको थिएँ। त्यही इन गरेर म बाख्रा हेर्न जाँदाखेरि चाहिँ थिएन एउटा। अनि फेरि खोज्न गएको थिएँ, खोजेर आउँदाखेरि चाहिँ फेरि खोर छेउमै कहाँबाट आइपुगेको थियो क्या। अनि यसो हुँदा फेरि अनि बिहान एडिट गरेर इन गरिदिएँ, अनि एडिट गरेँ, अनि आज हालिदिएँ भिडियो होइन। अब त्यसको लागि सरी एभ्रिवान। अनि पानी परेको छ, अलिक बाढी पहिरोको जोखिम छ अहिले समय होइन। सबैजना के भन्छ सेफली घरमा बस्नु होला होइन। तर अहिले त घरमा नि बस्न सकिँदैन, डुबान परेकोले होइन। अब यता हिमाली पहाडतिर त त्यस्तो खासै बाढीको चाहिँ डर हुन्न, त्यही पहिरोको चाहिँ डर हुन्छ अलिक। अब त्यही हो, सबैजना स्टे सेफ, स्टे हेल्दी, स्टे स्ट्रङ। एकछिनमा भेटौँ है त म। A few moments later. गुड न्युज गाइस, गुड न्युज। बाख्रा चराउनु परेन, गुड न्युज भन्नु कि गुड न्युज। अर्को काम थपिरहेको छ, घर गएर अब घरमा काम गर्नुपर्ने छ। अनि यस्तोतिर हुन्छ चरन चाहिँ बाख्रा। अनि आज चाहिँ मम्मीले उतै चराउनु भएछ, म चाहिँ अनि छिटै आइगएको छु। अलिक छिटै भएछ मलाई धेरै नै होइन। अब यहाँ आएँ, अब एकछिन बस्छु, अनि हावा खाम्न एकछिन। घरमा नि कति बस्नु भनेर पनि अब एकछिनमा म्यागी खान बोलाएको छ, फेरि त्यहाँ पनि जानुपर्ने छ। त्यही हो, अब भिडियो यस्तै छ। यस्तोमै खुसी हुनु होला। आज लास्ट पानी परिरहेछ, अनि त्यही हो। हस् त। One eternity later. चिलाने हावा खाएँ। अब गएको म घरतिर। अब पानी अलिअलि रोकियो। अब त्यही हो, बाख्रा पनि आफै चरियो, मम्मीले चराइहाल्नुभयो आज त। त्यही हो अब, तर पानी त अलिअलि त परिरहेको छ यार। फेरि त्यो घर परे जस्तो पानी हाल्ने, यस्तो सिमसिम पानीले लास्ट बिरामी पार्छ क्या। पानी जमिरहेछ। के गर्ने यार, दसैँ नै भन्यो। अब घरमा त खासै बसेको छैन होइन। अब कहिलेकाहीँ बाहिर हुन्छु म मामा घरतिर होइन। अब मामा घर नै अब त्यही 10-15 मिनटको बाटो हिँडेर पुगिएको छ। अनि त्यो त्यहाँसम्म गयो आयो बस्यो, चिलाउँदै बस्यो। दसैँ नै हुन्छ यार मेरो जहिले। अनि त कुदोबारी छ, माथितिर अलिन्चिनी छ,
अनि यो चाहिँ अब हेर्न सक्नुहुन्छ मौसम आज यस्तो धुम्म छ क्या अहिले समय नै पुरै धुम्म छ यहाँ जहिले धुम्मै भइरहेको छ कहिले उज्यालो घाम घरिघरि एकछिन लाग्छ फेरि गइजान्छ है त्यस्तो कामै छैन अहिलेको मौसम र आज बल खेल्ने प्लान पनि थियो अब बल त खेलै भइगयो आज त त्यही हो यस्तो छ हाम्रो ग्राउन्ड चाहिँ यहाँ तल पुरै अस्ति नै बाऱ्यो भर्खरै बाऱ्यो हो अनि फेरि धेर थिएन बाँड्ने जम्मा 6जना कि 7जना जति थियौँ होइन अनि त्यही गाउँतिर मान्छे त्यस्तो छैन भएको नि काममा सबै आफ्नो काममै बिजी हुन्छ अनि त कोदो फलिसक्यो अब बिस्तारै त काट्ने बेला हुन्छ होइन अनि आज त्यही हो त्यस्तो खासै राम्रो हुँदैन ब्लग अघि नै प्रिडिक्ट गरिहालेको थिएँ मैले नि आजको ब्लग चाहिँ कस्तो हुन्छ भनेर अनि हामी अस्ति गएको ठाउँ भने चाहिँ यो हो त यहाँ छ त डाँडा यही ठाउँमा गएको थियो हामी अनि यस्तो ठाडो उकालो थियो जाँदा त अनि फर्किँदा फेरि यस्तो हामी यो बाटो हुँदै यता गरेर यता यो पर छेउ पुगेर तल खोला झरेर फेरि चढेर यता फर्किँदा चाहिँ अब यताको बाटो अलिक अप्ठ्यारो नि थियो अनि यताबाट जाने साथीहरू नि थियो त्यही भएर हामी चाहिँ उताको बाटो घुमेर नै आएको लाग्न त धेरै टाइम लाग्यो तर रातिको टाइममा कि अब बाटो नि छोटै लाग्यो हामीलाई त त्यो अनि यस्तो छ रोड पनि पुरै झारै झार छ साइडमा घाँस अनि अम्लिसो यो हाम्रो सामुदायिक भवन हो त्यो पर चाहिँ होइन सामुदायिक भवन त्यहीँ ग्राउन्ड नि छ भलिबलको लुगा खेलिन्छ भ्याए बेला टाइम मिल्ने बेला सबैको अनि अहिले त्यही हो खासै टाइम मिल्दैन अब सबैको अब मेरै मात्र मिलेर नि भएन अरूकै मात्र मिलेर नि भएन सबैको टाइम मिल्नुपर्छ त्यसपछि मात्र खेल्न आइपुग्छन् क्या मान्छेहरू त्यही नै कहिलेकाहीँ रमाइलोको लागि खेलिन्छ हाम्रो साथीहरूसँग गाउँमा छन् 1-2जना साथीहरू माथितिर पुरै बादल लागिरहेछ क्या अनि त्यहाँ माथितिर नि गाउँ छ त्यो बादल भए ठाउँतिर नि अनि पुरै बादलले घेरिरहेछ माथितिर म त्यतातिर पुगेको त छैन अलि तल चाहिँ पुगेको छु जानु मन छ यार घुम्न कुनै दिन मनी चट्टा लगाएर सनसन भनेर उकालो यस्तो हिँड्न त गाह्रै हुन्छ अब पुगेपछि त्यो ठाउँको मजा चाहिँ फेरि फाल्टो हुन्छ क्या भ्यू राम्रो हुन्छ दामी हुन्छ हेर्न पाए आँखाले पुरै शीतल शान्ति बनाएको छ क्या यो के साह्रो पानी पर्या हो निस्किउँ भने त नागी खानु जानु भने पानी परै छ अहिले अब त्यही हो अब एकछिन बस्दा ज्याउ लागिसक्यो अब छातै ओढेर हिँड्ने बेला भयो म्यागी त खानु पर्यो होइन म्यागी खाने एकछिन त्यति बसेर आउँछु म अब आजको भिडियो यस्तै हो अर्को अब मेरो कन्टेन्ट भनेको त्यो बाख्राकोठा लगाउँदा निस्किँदो रहेछ त्यति नत्र यस्तै हो अब म नि अब हेर्दैछु अब कस्तो हुन्छ आउँदो समयमा होइन अब चाहिँ म कन्टिन्युसली नै दिन्छु होइन जस्तै यस्तै भिडियो हालेर गयो भने म कन्टिन्युसली दिन खोजिरहेको छु अब त्यही हुन्छ हुँदैन त्यो त्यसमा नि भर पर्छ होइन अनि यो ब्लग चाहिँ भोलि आउँछ अब आज त्यस्तै हो अनि हिजो त्यही हो लगुवा गएको थियो टिकामा दिदीको त्यो टिका थियो अनि गएर आज गदो बिहान आएको त्यस्तै भइरहेछ अब यो भिडियो त यस्तै हो आजको अब पानी परेछ बाहिर निस्किन नि पाएको छैन अब के गर्नु त त्यस्तै भइरहेछ ब्लग नै यस्तै आउँछ कोठाभित्र यसरी इन गर्दैछु म आजको ब्लग अघि त ठिकै पानी परिरहेको थियो फेरि कहिले पानी साह्रो पर्छ फेरि अहिले निको भइहाल्छ त्यस्तो भइरहेछ अनि धुम्म पनि भइरहेछ बाहिरतिर पुरा ओके बाई एभ्रिवान नेक्स्ट ब्लगमा फेरि भेटौँला
थ्याङ्क यू सबैजनाले हेरिदिनु भयो होइन आजको भ्लग नि हस् त बाई